औँसीको भाग ल्याइदिएको थियो नातिले बिस्कुट खाइसक्नु भयो फेरि न्युछन् खाइसक्नु भयो र छ बाँकी छ कि छैन छ भुँडीभित्र ए भुइँभित्रमा छ अलिकति बाँकी छैन आमै इटा यो टन्नै छ नि खोइ ए त्यही बिस्कुट त्यही त हो त अहिले म तपाईँ राख्न गएर लिएर खोजेर कोठा खोजेर रचको लिएर आउँ त लिएर आउँ दुला दुली कहाँ खोजी तासी गरेर भेटी भने लिएर आएन राँचो त छैन लाउने ठाउँ उहाँ राख्ने ठाउँ न रहर बुढीको रहर राम चल्चा लाएर राखेको छ हो राख्नु फेला पार्नु भन है साँचो लिएर जानु भइगयो नि बाक्सा उही साँचो लिएर खोलेर चाहिँ नि भित्र हालिदिनु मैले हालिदिनु राख्नु त तपाईँले कहाँ राखेर झेक्नुहोस् म लगाएर राखिदिन्छु है त यहाँ भुँडीभित्र छ भुँडी काट्नु न छैन छैन ए अहिले गएर खोजेर मैले भेटाएँ भने नि मै खानु त तपाईँ खानुहुन्न त्यो त मिठो बिस्कुट मिठो नातिले ल्याइदिए बिस्कुट सकिया छैन होला भनेको पछि ल्याइदिन्छ मेरो नातिले कुन नाति सुन राजा सुन राजा सुन ए आज बिहान ल्याइदिएको भरे बेलुका नि ल्याइदिन्छ ल्याउनु पर्यो नि हामीलाई थाहा भएन भरे नै पलान्ती खलान्ती अँ ले डाँडा काँडा छोपिया छन् हेरी ल्याइदिइहाल्छन् नि उहाँ चिया खाने बेला चिया खानु भयो कि भएन खाजा खाने बेला खाजा खानु भयो कि भएन भात खाने बेला भात खानु भयो कि भएन मुन्याएर छन् कि नाकेर छन् कि टिपी खोलिदिया छ कि के छ भनेर दिनको 4 खेप 5 खेप फोन गर्नुहुन्छ मेरो साउनीले हो अर्काको छोरी भनेर हुन्छ ओ भद्रे माया गर्छ नि क्या हजुरलाई त गर्नसम्म गरे त रानी हुन् उसैको हात मर्नु पाइयोस् गर्नु पाइयोस् यसै गरेछ भन्ने मेरो हृदयमा छ बजार बिचरा हल्काको छोरी भनेर हुन्छ ल ल राम्रो गरेको छ तपाईँ भाग्यमानी हुँदो रहेछ तपाईँहरूलाई कतिचोटि फोन गर्थ्यौँ त्यति यहाँ आफै तपाईँहरू भन्नु न हो हो तपाईँ थाहा पाउनुहुन्छ र हजुरआमा कहाँ छन् तल छन् कि माथि छन् कि चोटा छन् कि तलै बस सुत्या छन् कि उठ्या छन् कि खानुभयो कि भन भनेर कति 3-4 चोटि फोन गर्नुहुन्छ कसले मेरो रानीले बुहारी भनेर हुन्छ कुन बुहारी कान्छी कि जेठी कान्छी जेठी साइली माइली काइली सबै ए धेरै जम्मा दुईले बुहारी होइन र भने सबै नाति नातिनाले लिएर आउँछन् खानेकुरो ल्याएर दिएर जान्छन् दसैँ तिहार सेलरोटी रक्ती मासु जे छ उनीहरूले खाए जे खान्छन् सोही सोही हजुर हजुर मलाई बिस्कुट जे थौनी लिएर आएर दिने हुन् नातिनी पलाती खलातिनीले हजुर ए राम्रो गरेछ दिनै पछि आउँछ नाति पलाती कस्तो गर्छ आएर ढोक दिएर बल बुद्धि दिएर साथ दिएर हजुर अनि फेरि जाने हो कठैभरि राजा हुन् राजा रानी हो जय होस् जेति चाह्यो सोही पुगोस्
आशिक दिइरहन्छु मेरो हरिले नि दिन्छ मलाई यसै गरेछ भन्ने मेरो हृदयमा छँदैछ नि। हो राम्रो गर्नुभयो तपाईँले भाग्यमानी हुँदो रहेछ बुढेसकालमा स्याहार समार गर्ने मान्छे चाहिँ पाउनुभयो ठुलो कुरा हो। आफ्नो गाउँ समाज काभ्रे छोडेर पनि काठमाडौँ भक्तपुर आएर बस्नुभयो धेरै वर्ष भइसक्यो होइन आमै? हिँडेर जान सकिँदैन। उहाँ कति काम गरेर घल गोरु पालेर दुनु गाई भैँसी पालेर खसी बाख्रा पालेर खेत रोपेर जौ गहुँ छरेर खेत रोपेर पत्ता ढुकुटी भरिन्थ्यो भटास आलु काउली जे थोक्ने तरकारी लाइन्थ्यो काउलीहरू सिमी जे थोक्ने लाइन्थ्यो खाइन्थ्यो बल पनि थियो हात पनि दरा थियो घुँडा नि दुख्दैन थियो। अहिले घुँडा दुखेर टेक्नु हुने यहाँ कट 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 खाइराखेको छ हात त्यसै बौलिन्छ सक्दैन यस्तो भएछ यी हातै। अब जान पाए भयो हो र राम्रो गरी जान पाए नआउने बाटो जान पाए स्वर्ग लौ जान पाए भयो। हजुर कृष्णको हातमा जान पाइयोस् मर्नु पाइयोस् तर्नु पाइयोस्। मेरो पुत्र गस्त घर पनि छ एउटा छोरा बुहारी नाति पलाती खलाती अघि अघि हिँडेर जान्थेँ उहिले अहिले सक्दिनँ बाटामा लडेर मऱ्यो भने त न उता न यता बुढेसकालको पुता केही न केही हो भनेर जान्न अहिले। हजुर यस्तो दिन आउँदो रहेछ हो बुढेसकाल भएर। नि ठिक भन्नु तपाईँले गाह्रो छ बुढेसकालमा जिउ दुख्छ खाना चबाएर खाना केही खानु गुलियो खानु हुँदैन। अब जिउ दुख्छ कसरी घुँडा दुख्छ कसरी हात बौलिन्छ कसरी त्यस्तो यस्तो हुँदो रहेछ भगवान् ठाकुर। अब कुन्दिन मर्ने कुन्दिन पर्ने थाहा पनि छैन। हजुर हो लाको र खाएको यही जिउमा जे चासिएको छाला त्यही लिएर जाने हो। अब सबैजनाले के लगे बुबा मुमा दाई भाइ जेठाउ कान्छाउ माइलाउ साइलाउ काइलाउ सबैजना स्वर्ग जान्छन् स्वर्ग गए कोही कोही गइसक्यो ती जानेले के लगे केही पनि जाएन। खेत बारी हाँडो भाँडो ठाँडो केही जाएन। आफ्ना जिउमा जे टाँसिया छ छाला हजुर त्यही जान्छ। हजुर हजुर सबै मेरै हो मैले ल्याएको मैले जोड्या मैले किन्या भन्न पर्दैन। हजुर आफूले त्यसै गरेका थियो त्यो सबै छोडेर आइयो बोकेर ल्याउन सकिएन मिल्न सकिएन। यस्तै छ यी हात यस्ता भए गोडा त्यस्तै केही पनि लाइँदैन केही पनि खाइँदैन। स्वर्ग जानेले के कसैले गइसके कति कति गइसके के लाग्यो त्यही आफ्नो जिउमा जे टाँसिएछ छाला त्यति हो लाने। हाँडो भाँडो ठाँडो केही पनि जाँदैन। ठिक भन्नुभयो एकदम राम्रो कुरा ज्ञानी कुरा गर्नुभयो हजुरले चाहिँ नि जे होस् ठिक छ। त्यसो भए तपाईँले खुसी हुनुहुन्छ? सबै मेरो भनेर जाँदैन बाबा। हो राम्रो कुरा गर्नुभयो ज्ञानको कुरा गर्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। अब आमाले जे जस्तो आफ्नो जीवनमा दुःख सुख भोग्नुभयो त्यो कुरा सम्झिनु होला कुरा कुरा सम्झिनु होला। हजुर हजुर अहिले तपाईँहरूले सबै खेत बारी घर
दमाईहरूले गरे हो उम्, संसार किनेर ल्याएर ठिक पारे हो आफूलाई चाहिने खेती कमाइ गर्नलाई हजुर हजुर यस्तो बेला यस्तो यस्तो बेला यस्तो यस्तो बेला यस्तो गर्नुपर्छ भनेर ल्याएको हो हजुर हजुर जाँदैन केही पनि दमाईहरूले जति हो पाप गरेर धर्म गरे हजुर हजुर लाएको र खाएको कति राम्रो सुहाएको हजुर त्यति हो जाने ल ल धन्यवाद हजुरलाई धेरै धेरै धन्यवाद ल ठिक छ राम्रो कुरा गर्नुभयो हजुर धेरै धन्यवाद